अनि मलाई कस्तो कस्तो भन्छ अनि बाबाले भन्नु यानेको भनेर म अहिले कहिले भनिदिन्छु युके साइनल दिमा सुरी ए युके मा यस्तै पाक्छ हजुर नमस्ते हजुर सम्झना रायो किन हो र यति जाडो बिर्सेको फेरि सम्झना लाग के छ र कसले अनि बिर्स्नु भनेर डाक्टरले के भन्छ कहिलेसम्म ठिक हुन्छ रे तपाईले चाहिँ भनेको कहिलेसम्म ठिक हुन्छ रे हाम्रो समीरा चाहिँ किन मक्ख परेको भित्र तपाईले देखेर नि सबैजनाले तपाईले प्रपोज गर्छ किन भनेको त यति ह्यान्डसम हुनुहुँदो रहेछ कस्तो हो र अनि म ह्यान्डसम छु र अनि कस्तो हो र अनि के कस्तो मतलब यति ह्यान्डसम मान्छेले कसले पो मन पराउँदैन त कस्तो हो र अनि यति राम्री मान्छेले छोडेर मैले के तिमीलाई च्याप्पा मात्र बसिछु र म अनि च्याप्पै समान्नु पर्छ त कस्तो हो र अनि गाली गर्ने एक्टिङ राम्रो गर्नु त सिडीमा लास्ट रोल गर्ने हो कस्तो हो र सेटिङमा नजाने म त हजुरसँगै जाने कस्तो हो र सेटिङमा रबिन दाइ किन पछि लाग्यो केटीहरु मेरो पछि भाइ यार रन्डारो कस्तो हो र बोल्न आउँदैन केटाले पो रन्ड भन्छ त केटीले त रन्ड त भन्दैन होला नि कस्तो हो र अनि हामी रबिन दाइ र म भनेको एकदम सोझो मान्छे हो यस्तो रन्डाहरू फस्छन् अनुरा किन 12 बज्यो हाम्रो समीराजीको अनि कस्तो रन्डो 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 भन्छ अनि कस्तो हो र अनि दाइ रबिन दाइ हजुर अर्काको यो सानो तिनो कुरा र अरूको आँसुमा भिजेर जिन्दगी नबिगार बडा यो त नाटक हो मैले पनि भन्नु अनि कस्तो हो र अनि मान्छेको उयो गर्नुपर्छ मान्छे त साँच्चै भन्दैछु लाटा कस्तो हो र अनि के नाटक हो यो कस्तो हो र नि त बौलाहरू त त्यसै रोबिनलाई खोजेर आएको कस्तो हो र बौलाहरू रोबिनलाई आँखा लगाइसक्यो कस्तो हो र नि मस्काए पनि हेर न कस्तो लपक लपक मस्काए म मस्किन्छु त आफ्नो मान्छे देखेपछि मस्किँदैन त कस्तो हो र अनि जिस्काको मैले लब तपाईँको मैले देखिसकेँ दाइ तपाईँ एक दिन फस्छ मजाले फस्छ त तपाईँले चाहिँ के भयो त कस्तो हो र अनि तपाईँ चाहिँ बिचमा दाइलाई सम्झाएको अघि अड्डा आएर यता रोइरहेको थियो किन भाइ मैले सम्झाएर पठाइदियो अड्डा आउँदैन अड्डा हो कि आधा हो के हो त सबैजनाले आँखा लाउने रहेछ कस्तो हो र अनि यस्तो नि हुन्छ नि आँखालाई के लाम त नि हो अनि सम्हालेर राख्नु न अनि के अनि हो भने कस्तो हो र सम्हाल्ने चित्त सम्हालेकै छ आँखा त हेर्न बनाएको हेरिहाल्छ नि अनि कस्तो हो र सबैजनाले अनि खाली पनिसमेन्ट सिस्टम मात्र भन्छ कस्तो हो र अनि एक गेम हान्दी मेरो नाटक धेरै भयो सिडीमा लास्ट रोल गर्ने हो म त फर्स्टमै बस्ने नाटक राम्रो छ सिडीमा लास्ट रोल गर्ने भनेको अनि छिटो लिन आउनु न त कस्तो हो र अनि कस्तो लिन आउने हो युके साइलेन्ट गर्लफ्रेन्ड
को साइला हो र फेरि म चिन्दिन दिनभरि युके सालासँग चम्किनी यहाँ आएर मेरो पछि लाग्ने यार वाइफाई वाइफाई हो बालेले राखेको बस पार्कको वाइफाई अनुहार किन 12 बज्यो मेरो घडी यहाँ 12 बजे 6 मिनेट गएछ तर उसको अनुहार 12 बजिसक्यो अनि कस्तो अनि नहुने कुराहरू गरेपछि रिस उठ्दैन कस्तो हो र कसले के भन्छ यहाँ अनि मलाई कस्तो कस्तो भन्छ अनि बाबाले भन्नु यानेको भनेर म अहिले कहिले भनिदिन्छु यहाँ दुखिसक्यो कति धेरै हानेर यहाँ दुखिन्छ दुखिसक्यो रे टेन्सन यहाँ हानेको अनि पाखुरामा दुखिया रहेछ हेरिरहेको छु कस्तो हो र अनि नाटक पनि के विधि यार यति साह्रो नाटक त अनुल कसैले पनि गर्दैन यार फेरि यहाँ दुखिहाल्नु कस्तो हानेर दामै गयो कस्तो हो र अनि त्यो हो क्या पाखुरामा दुखेछ केहीमा दुखेछ टेन्सन नगर्नु हाम्रो टिकटक लाइट के रोक्न पार्को हाम्रो टिकटक मैले कहिले भनेको कस्तो हो र अनि थर्काउने अनि हाम्रो टिकटक लाइट के रोक्न पार्को र गाइचन रोज उनी सुपरस्टार तिमीले हाम्रो टिकटकलाई बवासिर बनायो के बा बालेन्साको बाबाले भनिन्छ कस्तो हो र अनि कराएको बिर्दुको गाइस ट्रिपल खाली मलाई मात्रै कराउँछ तेरी माटको बल्ल बल्ल अब अलि रत्न पार्क बनाएको थाहा छैन खाली पनिसमेन्ट सिस्टम कस्तो हो र ट्याप गर्न मिल्छ भने मिलौँ त ट्याप के छ र जिन्दगीमा हान्दियो के छ र हजुर दाइ बल्ल बल्ल एउटी केटीबाट उम्केको अर्की आइ यार दिमाग खराब यार कसकोबाट मैले सम्हाल्दै बल्ल बल्ल एउटी केटीबाट पुरा बडा फाँसी निकाले जस्तो त अर्की आइ फेरि पताउँछ कस्तो हो र नि आफ्नो मान्छेलाई नि फटाउ दुईटा मैले सम्हालेर ल्याएको छु तपाईको दुईटा केटी त मैले सम्हालेर राखेको तपाईँ बिना मरिहाल्छु भने मैले त मर्न सजिलो छैन भने हजुर मरे केही जात भने कि आज मरे भोलि 2 दिन चाहिँ पुरी खाइदिने तुरी तुरी म त रोबिन बिना बाँच्न सक्दिन रे लगे शब्द ट्याप गर्न कि के हो यो ट्याप गर्दैन मुन्ने यसै जानु चाहिँ हाम्रो चाहिँ लाटा पसेर हो के बोल्या भाइ के बोल्या कस्तो हो र नि आफै त्यही बोल्छ नि मैले पुरी भनेको हो अनि कस्तो हो र नि मेरो कानले त्यही सुन्छ नि तु के भनेको तु युके साइनल दिमा तुरी ए युके मा यस्तै पाक्छ दाइ पुरी युके साइनल दाइले दिमाग खाइदिनु भयो युके को साइनल दाइ ल्याउने पुरी यस्तै हो साइनल दाइको कपाल हेरेर बौलाई क्या हो कस्तो हो र म त रोबिनको मात्र हेर्छु बिचारा रोबिन दाइ त देखाउँदैन है यदि ह्यान्डसम मान्छे हुँदा हुँदा अर्कोमा किन हेर्ने कस्तो हो र नि जहिले पनि अघि एकजनाले भन्दै हुन्छ जितु दिदीले भन्दै हुन्थ्यो म तिमीलाई एक दिन रोबिनसँग जोडिदिन्छु है भन्दै थियो ठ्याक्कै यहाँ जोड्यो कस्तो हो र नि नाम लिएको त शैतान हाजिर ओ माई गॉड अनुहार शैतान आफ्नो जस्तो मलाई शैतान रे कस्तो हो र नि पुरीलाई पनि तु के भने आगे बेसी फेरि न भाइ मलाई यार यहाँ बसे बदनाम हुन्छ यार आफूले टिकटकलाई बदनाम भएको उयो गर्दैन खाली सिस्टममा हाल सिस्टम के हाल्ने हो र सिस्टममा हामीले हेर्दैन गेम हामीले हेर्दैन कस्तो हो मलाई सुने छैन है कानै छैन बहिरो नि अब लाटा मको
गएँ यार ल भाइ म गएँ यहाँ बसेर किन बोलाउँछु म रबिन दाइले हेरेको सिस्टम म किन हेर्ने त म गएँ यहाँ एकैछिन बसेर म पागल हुन्छु म गएँ कस्तो हो र नि भर्खर त भेट्दैछ लाटा यो हामी के गर्छ सुस्मिता कस्तो मान्छे बोकेर आएको चिनजानै भएको छैन लाटा भागिहाल्ने भोलि सुस्मिता त बुवा रे बुढा भोलि फरीमा कुच्चा बल्ल खाउला नि कसले हो र फेरि फरीमा कुदाउने आमालाई हातै हालिदिन्छु हेर्न के कुरा चाहिँ कुदाउने फरीमा कस्तो हो र अनि पापी मान्छेहरू हेर्न भाइरल हुन आएको हेर्न म त के बोल्दैन कस्तो भाइरल हुन आएको हो र पुरी हामीले कसैबाट भाइरल हुन छैन हामी आफै भाइरल छौँ म मेरो लागि भाइरल छु कस्तो हो र नि म गएँ सधैँ भाइ है ल टेकेर ल सधैँ लक्ष्मीजी भाइ मेरा बा पुरी भनेको अर्कै सुन्छ नि यार भोलि कुन चाहिँले फेसबुक कुदा चाहिँ गाली खान्छ तेरि दिमाग खराब अनेक केटीहरू यार दिमाग बिग्रेसी अनेक गर्ने एप दिने पुरी भनेको अर्कै सुन्दिरा अनि मर्दाखेरि पुरी खान्छ नि त कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली जाँदाखेरि साली के छ ममताजी नमस्ते हजुर सन्चै हुनुहुन्छ तपाईँ है साली तिम्रो जवान कल्ले लानी सोनिकाजी के छ नमस्ते हजुर नमस्ते हजुर गाइस सबले गाइस ममताजीलाई एकपल्ट सबले फलो गर्दै लिस्को ज्वरो आएर चाहिँ अघि त्यहाँ फेरि कसले पुरीलाई के भनेर सुनेर झसङ्गै दुझ्यो म त ओए थ्यांक यू भाइ ज्वरै च्वाइट भयो गाइस प्लिज सबले फलो खाना खानु भयो खाइसक्यो तपाईँले खानुभयो मैले खाएन ल न गाइस प्लिज फलो आवर गिफ्टर प्लिज लेट्स गो माय टिम फलो आवर गिफ्टर ल फलो आवर गिफ्टर दैट्स इट सावन जी स्वान मोए सन्चै हुनुहुन्छ हजुर नमस्ते नमस्ते कहाँदेखि हो तपाईँ अस्ति बोला होइन दाइ अस्ति मसँगै गेस्टमा थियो नि मुनि त्यो फर्स्टको उसमा म भुल्ने कि आजकल धेरै भुल्ने बिमार छ मलाई आइडीमा बोलेको थिएँ कि हो र एउटा च्वाक केटीसँग बोले पो नबोल्नु हजुर हेलो ठिकै छु कति बोलेको छ मोए लाइफ सेट तो हो गया लेकिन फॉलो क्यों ना होए सर दिदी बोलाउनु न मलाई कथा टुल्लु पाएर उदे कहन काचन आजकल सरले हामीलाई भन्दा बढी टुल्लु गर्छन् के लास्टै टुल्लुपति लाग्यो हन भाइ अघि गेस्ट बोलाइदिएको गेम खेल्ने बेला बोलाइदिएको मेरा बा मक्खै भएर त आशिकालाई भेना भन्न तुरुन्तै फोन गरेर बताएको थिइन् मलाई भेना भन्न लाएर मक्खै भयो लाई बात गाइस सबले प्लिज एकपल्ट गाइस ड्याङ फलो गर्नुहोस् 3000 मेरा मित्र प्लिज गाइस 3000 मेरा मित्र एकपल्ट सर फलो गर्नुहोस् आज रबिनजी सुत्नु भएन छ त नि यति बेला को सुत्छ र म त जहिले निदाउनु हुन्थ्यो त यतिखेर गेस्ट खोल्दा त कहाँ को रबिनजी क्या ए म चाहिँ म त मेरो नाम लिनु भनेर यार मर्न मन लाग्छ सबै मन लाग्छ बिहा गर्ने हैन के फेरि बिहा गरेर के फेरि छोरी जन्माउने फेरि बिहा गर्ने पहिले बिहा गरेको के पहिले पनि बिहा गरेको हो रे छैन म कन्याकुमारी हो पोइ खोजिरहेको छु कस्तो केटा मनपर्छ भन झुसे टाइपको
अनि पो चुप्पा गर्दा पनि जुङ्गाले घोचोस्। जानु हजुर जुङ्गाले घोचेर बच्चा हुन्न। के अब बच्चा नै हुनुपर्छ र घोच्नलाई? पाकिस्तानी खोज्दिन, पाकिस्तानीको जुवा ठुलो हुन्छ। होइन नेपालकै चाहियो के को पाकिस्तानी? नेपालमा के मर्या छन् र पाइन्न र? के पुनहरू छैनन् र के झुसेवाला खोज्यौ तिमी? आफूले किन पुन खोजेको त? मेरो त लप परे ल्याएर। मेरो पनि त लप पर्ला नि। यस्तो नागिन देखाइदिए अरूको नाक जगनलाई कसले मन पर्छ? Hello? Where are you from? Hey, I'm from the sky. Africa. I'm from the sky. Are you from Africa? Yes. I'm from Nepal. I'm from Nepal. Ah, okay. You from? Africa. What is your name? My name is there. My name is Queen. Queen's Reed. And what is your name? My name is Ruben. I'm from Nepal. Your name is Ruben. Oh, Yeah. nice name. Nice to meet you. Nice to meet you. Thank you. Okay. Okay. चोरा केटी भयो प्रोफाइल हेर म त मक्ख परेर इसको पठाएँ यत्रको लास्टमा त 50 वर्षभन्दा माथि कटिक आइम यार। त राम्रो केटी हो लेमन रिक्वेस्ट पठाएको यत्रको दैट औडा भएन अनि ल गाइस नमस्ते भन्न चाहन्छु मेरा मित्रहरू के छ साथीहरु लेट्स गो अब टप 8 ला फलो गरौँ लेट्स गो को केटी गरी कष्ट को हो यो